टु माई युट्युब च्यानल विशाल मेडिकल्स। सो आज सन्डे हैन, अनि ब्लग बनाएको पनि धेरै दिन भइसकेको थियो हैन। सो यो ब्लग चाहिँ नर्मल हुनेछ, अ डे इन लाइफ मेडिकल्स पनि भनौँ हैन। अनि सो आज चाहिँ मेरो फर्स्ट क्लास कम्युनिटी मेडिसिनको छ हैन, अनि मेरो प्र्याक्टिकल चाहिँ कम्युनिटी मेडिसिनमा नि मेरो प्र्याक्टिकल चलिरहेछ। सो अलमोस्ट हाम्रो थर्ड इयर अब सकिन आँटेछ हैन, करिब अब 1 महिनामा हाम्रो थर्ड इयर सकिन्छ। सो एउटा अझै ब्लग बनाइदिउँ हैन, अनि कम्युनिटी मेडिसिन डिपार्टमेन्टको पनि ब्लग आइहाल्छ अझै। सो अब अलमोस्ट टाइम भइसकेको छ कलेज जाने, अनि म बाहिरको इन्भाइरोमेन्ट देखाउँछु। अनि चाहिँ बाहिरको इन्भाइरोमेन्ट हेर्न सक्नुहुन्छ, पुरै घाम उदाएको छ हैन, अनि साथीहरू गइरहेको छ त्यहाँ कलेज। अनि यो चाहिँ हाम्रो उता होस्टेल बाहिरको पार्किङ एरिया, अनि यो चाहिँ हाम्रो होस्टेल ब्लक भयो, बोइज होस्टेल। सो हेर्न सक्नुहुन्छ कस्तो छ आज बिहान सन्डे मर्निङ। सो अब टाइम हुन लागिसकेछ, सो जानु पर्यो। अनि धेरैजनाको म्यासेज आउँछ रुम टुर होइन, कमेन्ट पनि आउँछ कि रुम टुर कस्तो छ, एनजिएमसीमा रुम कस्तो दिएछ होस्टेलमा। सो हाम्रो केटाको त रुम अब के देखाउनु होइन, त्यही पनि म एक झलक देखाउँछु है। सो रुम नर्मल नै हुन्छ, उता चाहिँ वासरुम भयो, यता चाहिँ किचन एट्याच हुन्छ होइन, अनि 2टा बेड हुन्छ। त म सिङ्गल बसिरहेको छु, अनि यही हो कि रुम भनेको यति हुन्छ, अनि एउटा टेबल चेयर दिन्छ, त्यति हो। ये सब क्या देखना पड़ रहा है, अच्छा है मैं अंधा हूँ। गाइज हेर्न सक्नुहुन्छ ए विकास यादव, अनि हामी अब जाँदैछौँ क्लास। सो हाम्रो फर्स्ट पिरियड कम्युनिटी मेडिसिन छ, अनि अलमोस्ट हामी 5 मिनट ढिला भइसकेका छौँ। सो हामी मेरो अर्को साथी मित्र, अनि हेर्न सक्नुहुन्छ बिहान बिहान एनजिएमसीको मर्निङ कति दामी देखिन्छ। अरू ठाउँमा घाम आओस् नआओस्, तर हाम्रो एनजिएमसीमा छिटै आउँछ। अनि यो चाहिँ हाम्रो रेसिडेन्स ब्लक उता, अनि हामी अब जाँदैछौँ क्लास। यही हो हाम्रो मेडिकल्स लाइफ, बिहान बिहान क्लास जानुपर्छ होइन। अनि अब थर्ड इयर पनि थोरै छ, 1 महिना बाँकी होला अब। अनि यो चाहिँ लाइब्रेरी हेर्न सक्नुहुन्छ होइन, अनि यो भ्यू कति दामी देखिन्छ। अनि यहाँदेखि चाहिँ हामी अब लेक्चरमा जान्छौँ। अनि मेरो मात्र ढिलो भइसकेन, म जस्तो धेरैजना छ जो अहिलेसम्म बाटोमै हिँडिरहेछ। ये तो लेटेस्ट न्यूज है, हेर्न सक्नुहुन्छ अगाडि पनि साथीको गइरहेछ। सो अब पहिला लेक्चर हल पुगौँ। अनि यो चाहिँ गर्ल्स होस्टल। तू समझा? हाँ नहीं, तू समझा नहीं। गइरहेछौँ हामी। सो यो चाहिँ मन्दिर होइन, अनि यहाँदेखि ठ्याक्कै हामी लेफ्टमा हाम्रो लेक्चर हल छ उता। अनि यो चाहिँ हस्पिटलको पछाडि नै भन्न सकिन्छ। सो हामी जाँदैछौँ लेक्चर हल, अनि यहाँदेखि अब हस्पिटल मेन स्टार्ट भयो। हाम्रो चाहिँ लेक्चर 1 मा हुन्छ, गइरहेछौँ हामी। सो हामी पुग्न आँटिसकेका छौँ। अनि यो चाहिँ अर्को लेक्चर हल छ होइन सिनियरहरूको, अनि हाम्रो चाहिँ उता छ। अनि उता हेर्न सक्नुहुन्छ हाम्रो सिआर आउँदैछ। अनि हामी लेक्चर हलमा आइसक्यौँ। सो यही हो हाम्रो लेक्चर हल। अब हामी जाँदैछौँ लेक्चर हल 1। आइसकेको छु यहाँ, अनि अहिलेसम्म हाम्रो क्लास स्टार्ट भएको छैन। सो यो चाहिँ हाम्रो लेक्चर हल, कम्युनिटी मेडिसिनको क्लास छ होइन। जहिले म ढिलो हुन्थ्यो, तर आज म्याम ढिलो हुनुहुन्छ। हेर्न सक्नुहुन्छ मेरो बेन्चको साथीहरू, हामी तर्पर्छौँ पढ्नको लागि, तर हाम्रो पढाउने म्याम आउनु भएको छैन अहिलेसम्म। अनि क्लास हेर्न सक्नुहुन्छ खचाखच भइरहेको छ सबै। यहाँ रञ्जय यादव पढायो भने अब
हामी वेट गर्दैछौँ अनि इज माई रूपा अनि हामी म्यामको वेट गरिरहेको छौँ। मेरो देहात हेर्न सक्नुहुन्छ, यहाँ चाहिँ मेरो देहात, यहाँ चाहिँ देहात मेरो पढ्नको लागि तर्फ। अनि यहाँ मेरो अर्को साथी हेर्न सक्नुहुन्छ, आइप्याडमा पढिरहेको छ। साथी के पढिरहेको छौ? कमेडमा के पढिरहेको छ? कुन टपिक? मेन्टल हेल्थ। वाट इज कोल्ड चेन भन्नु त साथी। सो मेरो साथी यहाँ कमेड हेर्न सक्नुहुन्छ, कमेड पढिरहेको छ होइन। म देखाउँछु हाम्रो कमेडमा कसरी पढाइ हुन्छ, आइप्याडबाट पढाइ हुन्छ हाम्रो कमेड हेर्न सक्नुहुन्छ। यसलाई महँगो पढाइ भन्छ कि 70 लाख प्लस 70 लाख। अनि यहाँ चाहिँ हाम्रो मित्र छ अनि उता चाहिँ हाम्रो चक्लेट गयो प्रतीक्षा। मेरो अर्को साथी सुमित शाह हेर्न सक्नुहुन्छ, मेरो प्र्याक्टिकल मेट। हाई गर्न साथीहरू देखाउन चाहन्छु हाम्रो कोच सुमित शाह। अनि हेर्न सक्नुहुन्छ हाम्रो लेक्चरहरूको ब्युटी बनाए सबजना हामी बसिरहेछौँ। म यहाँ वेट गरिरहेको छु म्याम कति बेला आउनुहुन्छ। पढ्नको लागि तर्फसम्म हेर्न सक्नुहुन्छ, सबै बुक कपीहरू लिएर आएको छ होइन। तर म्यामको अतो पत्तो छैन। अब हेरौँ, अब जे होस्, जसै अब डक्टर बन्न आएको छौँ भनेर नै जान्छौँ। अब त्यही वेट गरिरहेछौँ कति बेला म्याम आउनुहुन्छ। तबसम्म हेर्न सक्नुहुन्छ मसँग विशाल मेडिकल विथ यादव। 2 hours later. हाम्रो म्याम आइसक्नु भएको छ। हामी अब माथि जाँदै एउटा लेक्चर हाम्रो माथि हुन्छ। सो हेर्न सक्नुहुन्छ भिड। हामी सबजना अब माथि जाँदैछौँ। अब एउटा क्लास हाम्रो माथि हुन्छ होइन, मेडिसिनको। साथी हेर्न सक्नुहुन्छ, तर्पर छ अर्को नयाँ लेक्चरमा जानुको लागि। हामी जाँदैछौँ। सो यो चाहिँ हाम्रो ट्रायज एरिया हेर्न सक्नुहुन्छ। अनि ओपिडी ठ्याक्कै 9 बजे खोल्छ। अनि उता चाहिँ इमर्जेन्सी भयो होइन, उता चाहिँ इमर्जेन्सी भयो। सो हाम्रो फर्स्ट क्लास सक्यो। अब सेकेन्ड क्लास 10 मिनटमा स्टार्ट हुन्छ। अनि यो चाहिँ हाम्रो ट्रायज एरिया। अनि अहिले हामी 3-4 जना चिया खान गइरहेछौँ। सो ठ्याक्कै चिया खाएर हामी 10 मिनटमा फेरि फर्किनेछौँ। अनि यो हेर्न सक्नुहुन्छ एनजिएमसीको बिहान। अब चिया खाएर ठ्याक्कै 10 मिनटमा फर्किन्छौँ हामी। सो दिस इज द ब्युटी अफ द एनजिएमसी। सो हामी चिया खान आएको छौँ, हेर्न सक्नुहुन्छ यहाँ चिया पाकिरहेको छ। अनि केटाहरूको लस्कर छ पुरै। अनि अलि टनै आउँछ, धेरै दिन पछि आएर छ नि त। अनि यहाँ यो चाहिँ हाम्रो खाजा खाने ठाउँ छ होइन। हेर्न सक्नुहुन्छ म आइटमहरू देखाएर छु के पाकेको छ आज। अनि यो चाहिँ कचरी भयो होइन। अनि यता समोसा, कचरी टेस्ट गर्छौँ कस्तो छ। अनि कति चाहिँ एकदम टेस्टी छ। अब चिया खान्छौँ। अलगे फ्रॉड चल रहा है फ्रॉड। अब चिया खान्छौँ। यहाँ डोनट पार्न लाग्छ अर्कोको लागि। त्यहाँ छ कि छैन सोध्नु न। न यहाँ हाम्रो डोनट पाक्दैछ। डोनट पाकिरहेछ। अनि हाल्नु त्यसमा हाल्नु न। अनि डोनट गयो अब तातो तेलमा। यहाँ हाम्रो अङ्कलको कला हेर्न सक्नुहुन्छ। Hey, I've seen this one. This is a classic. क्या हुआ तेरे को? मेरी शर्ट को लगी है कौन सी बटन तेरे को? बिदा भयो। अब हामी गइरहेछौँ हाम्रो लेक्चर। अब बिदा भएपछि हामी अब खाजा खान। अनि यहाँ हाम्रो ह्यान्डसम मित्र प्रिन्स राज तिवारी। अनि केही भन्न चाहनुहुन्छ त ब्लगको लागि? विशालले चाहिँ धेरै मेहनत गर्छ ब्लगमा। लाइक सेयर र सब्सक्राइब गरिदिनु। ल मेरो अर्को साथी कुलदीप यादव। सब साथी हामी गइरहेछौँ। अब हाम्रो आधी घन्टा पछि हाम्रो प्र्याक्टिकल स्टार्ट हुन्छ। सुमित शाह हेर्न सक्नुहुन्छ, उसको पनि कम्युनिटी मेडिसिन प्र्याक्टिकल छ। केही भन्न चाहन्छस्? कस्तो लाग्यो अहिलेको क्लास मेडिसिनको? खत्म। बाय बाय टाटा। यो कुराहरू अब अनसेन्सर्ड कुरा हो, अनसेयर।
प्र्याक्टिकलको लागि गरिरहेको छौँ कम्युनिटी मेडिसिन। अनि हेर्न सक्नुहुन्छ किताबहरू। अनि सत्यम ठाकुर पनि हेर्न सक्नुहुन्छ। सो हामी अब अहिले गएर त्यहाँ किताब हाल्छौँ अनि एकछिनपछि फेरि खाजासाजा खाएर आउँछौँ। डाक्टर बन्नु त पर्यो नि त जसरी भए पनि। अनि 1 बजेसम्म पढ्छौँ। अनि 1 बजेसम्म पढ्छौँ। त्यसपछि हाम्रो खाना खाने टाइम हुन्छ। अनि हेर्न सक्नुहुन्छ हस्पिटल अहिले पुरै खाली छ। हामी 3 जना मात्र छौँ। सो पहिला किताब हालौँ। यो हेर्न सक्नुहुन्छ यहाँ छेउमा अर्थो वार्ड छ अनि अगाडि चाहिँ कम्युनिटी मेडिसिन। अनि सो हेयर द कम्युनिटी मेडिसिन डिपार्टमेन्ट। अनि अब खुल्छ भित्र। हेरौँ भित्र को रहेछ। खै लक छ त भित्रबाट खुलेन। भित्रैबाट लक छ। भित्रबाट सो लक भइसक्यो। अब किताब यतै हाल्नु पऱ्यो। अनि यो इज डिपार्टमेन्ट अफ अन्कोलोजी। अनि यो चाहिँ हाम्रो कम्युनिटी मेडिसिन टिचरहरूको बस्ने भयो। सो यो पनि बाहिरबाट यो पनि लक छ होइन। सो किताब यतै हालौँ। ग्राउन्ड फ्लोरमा जाँदैछौँ। अनि हाम्रो कलेजको फेसिलिटी हेर्न सक्नुहुन्छ। लिफ्ट छ यहाँ। आइसक्यौँ हामी। ठ्याक्कै ग्राउन्ड फ्लोरमा जान्छौँ। पङ्खा चलाउँ। पङ्खा सङ्खाको पनि व्यवस्था छैन। पङ्खा नै चल्यो। सुमित शाहले पङ्खा पनि चलाइदियो। अनि हेर्न सक्नुहुन्छ हाम्रो कलेजको फेसिलिटी। हाम्रो कलेज अरू कलेजभन्दा कम थोरै छ। सक्नुहुन्छ। अब हामी चिया खान जाँदैछौँ बाहिर। फेरि चिया खान आइसक्यौँ। त्यति बिहान खाजा खान बाँकी थियो। अब खाजा खान्छौँ। म फेरि आएको छु होइन। त्यति बेला चिया खान बाँकी थियो। अनि अब चिया खाएर फेरि आधी घन्टा पछि जान्छौँ। सो दिस इज द यो ठ्याक्कै यो क्यान्टिन चाहिँ हाम्रो कलेजको अगाडि रहेछ होइन। यो हेर्न सक्नुहुन्छ कलेज। अनि उता हस्पिटल छ होइन। सो पहिला चिया खाऊँ अनि फेरि जान्छौँ वार्डमा। कम्युनिटी मेडिसिन डिपार्टमेन्ट लक छ। अनि यो हेर्न सक्नुहुन्छ यो गाइनोकोलोजी डिपार्टमेन्ट मतलब वार्ड। यहाँ माथि चाहिँ नर्सिङ प्रोग्राम छ होइन माथि। अनि माथि चाहिँ बिडिएस वार्ड पनि छ। सो भर्खर बिडिएस वार्ड बनाएको छैन। सो एकचोटि हेरौँ कस्तो छ माथि। गइरहेको छौँ हामी बिडिएस वार्ड। अनि यता हेर्न सक्नुहुन्छ। अनि उता माथि चाहिँ नर्सिङको पढाइ हुन्छ होइन। अनि यो चाहिँ बिडिएस वार्ड। अनि यो चाहिँ हाम्रो बिडिएस डेन्टल वार्डको माथि यहाँ टप हेर्न सक्नुहुन्छ। भ्यू हेर्न सक्नुहुन्छ नि कलेजको माथिको। हामी अहिले मेडिसिन वार्ड पुगिसक्यौँ। सो मेडिसिन वार्ड जाम। मेडिसिन वार्ड हेर्न सक्नुहुन्छ ट्युटोरियल हल हेर्न सक्नुहुन्छ। साथीहरू हिस्ट्री लिँदैछ यहाँ। अनि साथीहरू सब व्यस्त छ हिस्ट्री लिनमा। अनि उता रञ्जय यादव अझै हिस्ट्री प्रेजेन्ट गर्छन् यिनीहरू। 4 जना एकदम व्यस्त छ। सो यही हाम्रो मेडिसिन वार्ड। पेसेन्ट त देखाउन मिल्दैन। सो साथीहरू देखाउँदैछु म। अनि यिनीहरू चाहिँ एफ ग्रुप हो। अनि आज मधु सरको रहेछ होइन। सो हिस्ट्री लिँदैछन्। अनि म यहाँ कमेन्ट छोडेर ब्लग बनाउँदै। सुमित शाह। 2 hours later. हाम्रो डिपार्टमेन्ट यही हो प्र्याक्टिकल डिपार्टमेन्ट। हेर्न सक्नुहुन्छ कम्युनिटी मेडिसिन रुम। अनि यहाँ हामी बस्छौँ। अब हाम्रो आधी घन्टापछि प्र्याक्टिकल स्टार्ट हुन्छ। यो चाहिँ क्लास जस्तै छैन तर हेर्न सक्नुहुन्छ। अहिले धेरैजना आउनु बाँकी छ। पुरै खाली छ होइन। एकछिनमा स्टार्ट हुन्छ। हामी अब फाइल बनाउनु पर्छ। बनाउनु के भन्छ सार्नु पर्छ। बनाइरहेछ।
मौसम साथी फाइल गर्दै सबजना टाइमको युटिलाइज गर्दैछन्। यहाँ मेरो सकार साथी टाइमको एकदम युटिलाइजमा लागेको छैन अनि यो मान्छे त क्यामेरा हेर्ने बित्तिकै लजाइहाल्छ। अनि यहाँ हेर्न सक्नुहुन्छ सबजना पुरै म्याम आउनु भएको छैन अनि सबजना फाइल गरेर बसिरहेछन्। अनि मौसम एउटा क्वेसन सोध्न मन लाग्यो मलाई तिमीसँग, कहाँबाट यति कन्फिडेन्स आउँछ तिमी क्लासमा आउने बित्तिकै फाइल बनाउने? कन्फिडेन्स भन्दा नि यो मेरो हिजो अस्ति प्रोक्रास्टिनेट गरेर आज डर हो कि यो कन्फिडेन्स होइन। खासमा फाइल बनाएर भेटिन्छ क्या, मैले त्यो बुझिनँ। आउने बित्तिकै फाइल बनाउनु पर्छ। यहाँ ह्यान्ड राइटिङ पनि हेर्न सक्नुहुन्छ होइन, पुरै टाइपिङ गरे जस्तो ह्यान्ड राइटिङ हुन्छ। म आफ्नो सकार मित्रलाई सोध्न चाहन्छु, सकार कस्तो भइरहेछ त कम्युनिटी मेडिसिनको? रमाइलो भइरहेछ? सकारको स्माइलले भनिरहेछ कि एकदम इन्जोय गरिरहेछ, त्यही भएर एक्लै बसिरहेछ होइन? के भन्न चाहनुहुन्छ? जीवनमा खुसी बस्नुपर्छ सुमित जस्तो। खै सुमित देखाउँछ। सुमित केही भन्न चाहनुहुन्छ? तपाईँको च्यानल रिपोर्ट गर्न चाहन्छु। हामी खाना खान आइसकेका छौँ। धेरै छिटो छोडिदियो आज, खाना आउँदैछ। अनि यो चाहिँ होटल छ अनि त्यहाँ सुमित शाह हात सफा गर्न ह्यान्ड वासिङ। अनि हाम्रो खाना आउँदैछ अब, अनि त्यसपछि हामी खान्छौँ। सुमित हाई गर्दैन? हाई गर्दैन सुमित? सो खाना आइसकेका छ हाम्रो, भात दाल सब्जी नर्मल खाना। सो गाइज हेर्न सक्नुहुन्छ हामी सबजना खाना खाएर अब फर्किँदैछौँ। अनि यो चाहिँ हाम्रो हस्पिटलको मेन बिल्डिङ छ अनि उतातिर चाहिँ हेर्न सक्नुहुन्छ त्यो होस्टेल एरिया छ होइन। अनि अब हामी जाँदैछौँ अनि ठ्याक्कै हाम्रो ब्रेक 1 घन्टाको हुन्छ, 1 बजेदेखि लिएर 2 बजेसम्म। अनि 2 बजेदेखि फेरि अर्को PBL क्लास स्टार्ट हुन्छ होइन। सो अहिले हाम्रो ब्रेक टाइम छ। अनि यो मेरो अगाडि हेर्न सक्नुहुन्छ यो चाहिँ होस्टेलको मेन गेट। अनि यो सिन त हजुरहरूले धेरै भिडियोमा हेरिसक्नु भएको छ होइन। अनि ठ्याक्कै हाम्रो होस्टेल त्यहाँ लास्टतिर सिफ्ट छ होइन। अनि हामी त्यहीँ जाँदैछौँ। सो दिस इज द फुल इन्भाइरोमेन्ट अफ द होस्टेल अफ NJMC। सकिसक्यो अब हामी गइरहेछौँ चिया खान। सुमित सरको साथ लागिसक्यो न्युजिल्यान्डलाई। निराशाजनक चेहरा हेर्न सक्नुहुन्छ हाम्रो मित्रको। मसँग बेट लगाएको छ 1000 को। यहाँ व्हील चेयर रेस हुँदैछ काठमाडौँमा। अनि जानु विचार छ भने यही छ, त्यहाँ उनीहरूले प्रोत्साहन गर्नु छैन रेसको लागि। के अपाहिजको लागि अपाहिज नै जानुपर्छ होइन। विशाल मेडिकल्स त्यहाँ ब्लगिङ गर्छ अनि मात्रै हाइलाइट आउँछ नेसनल लेभलमा। आफ्टर फुल हेक्टिक डे होइन, म चाहिँ 5 बजेतिर रुम फर्केँ। अनि अब ब्लग नै बनिरहेछ भने यसो पढेको जस्तो नाटक नै गरिदिनु त भिडियोमा।